छतमाथिदेखि चाहिँ यति राम्रो भ्यू जहिले पनि हुन्छ क्या, एकदमै मस्त। हेलो गुड मर्निङ, के छ तपाईँहरूको? तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ है? म पनि सन्चै छु। तपाईँहरू सबैजनाको स्वागत छ डे 4 मिनी ब्लगमा। म चाहिँ बिहान उठिसकेको थिएँ, फ्रेस भएर मस्त काँक्रो खाइरहेको थिएँ, किनभने सबैजनालाई थाहा नै होला म चाहिँ आजभोलि बिहानीको सुरुवात मेरो काँक्रोदेखि नै हुन्छ। त्यही भएर म काँक्रो खाइरहेको थिएँ। मजाले काँक्रो खाइसकेपछि यता खानाको लागि पनि खाना बनाउनु पऱ्यो नि त। जति काँक्रो खाए पनि खाना खाने टाइममा त भोक त लागि नै हाल्छ। त्यही भएर म चाहिँ खाना बनाउनुको लागि खानाको तयारी गर्दै थिएँ। खानाको लागि चाहिँ पहिला अदुवा लसुन पेस्ट त चाहिइ नै हाल्छ, त्यही भएर आदि काट्दै थिएँ। एन्ड त्यसपछि प्याज काटेँ, किनभने प्याज पनि त हाल्नु पऱ्यो सब्जीमै। त्यसपछि सबै रेडी गरेर मलाई चाहिँ मिठाई लिन जानु थियो, मिठाई लिन गएको थिएँ। अनि मिठाई लिएर आइसकेपछि सिङ्कमा चाहिँ अलिअलि भाँडा बर्तन जमिएको थियो, त्यो चाहिँ धोएँ त्यहाँदेखि आएपछि। एन्ड त्यसपछि खाना खान बसेँ, किनभने खाना पनि त खानु पऱ्यो, खाना खाने टाइम पनि भइरहेको थियो। त्यही भएर म खाना खान बसेँ। खाना खाने टाइममा त मलाई कसैले डिस्टर्ब नगरोस् त्यो नै राम्रो के, मलाई फोकस चाहिँ मेरो खानामा हुन्छ कि त्यति टाइम। त्यही भएर म चाहिँ मजाले गम खाइरहेको थिएँ खाना। अनि खानामा आज पाकेको थियो दाल, साग, अनि सोहिजनको पनि सब्जी थियो, भन्टाको भुजिया, गोलभेडा अचार। अनि त्यसपछि त्यो खाइसकेपछि मिठाई लिन गएको थिएँ। त अफकोर्स मिठा त खान्छु नै, त्यही भएर मिठाई खाएँ। मिठाई यार यताको मिठाई यति सफ्ट थियो, यति सफ्ट कुरै छोड्थ्यो कि एकदम मजाको थियो। अनि त्यो खाइसकेपछि त्यसको एकछिनपछि आइसक्रिम खाएँ कि मेरो जिन्दगीको फर्स्ट टाइम हो कि डार्क फ्लेभर आइसक्रिम के फर्स्ट टाइम हो क्या, फर्स्ट टाइम। अनि यति मजा आयो फर्स्ट टाइम खानलाई डार्क आइसक्रिम, एकदमै मजा आयो कि म जहिले पनि खान सक्छु। अनि त्यो आइसक्रिम खाइसकेपछि त्यसको एकछिनपछि नुहाएँ। नुहाउनु त परिहाल्यो, शनिबार थियो नुहाउनु त परिहाल्यो होइन। त्यही भएर नुहाएँ। नुहाएपछि चाहिँ म छतमाथि गएँ त वाउ भ्यू छ कि धरहरा जस्तै कि सबै थोक देखाउने गरी भ्यू छ, एकदम मजाको भ्यू छ। अनि त्यसपछि मलाई फेरि बिग मार्ट पछि बिग मार्ट गएँ। अनि बिग मार्टमा मलाई केही सामान चाहिएको थियो, त्यो सामान चाहिँ लिएँ। सामान चाहिँ हेरेर त लिनुपर्छ होइन। अनि बिग मार्टमा चाहिँ अलि डेटहरूको पनि समस्या हुँदछ कि, जुन सामानमा चाहिँ अलिक कम डेट हुन्छ, डेट हुँदैन, त्यो सामान माथि राख्नुहुन्छ। जुन सामानमा बढी डेट हुन्छ त्यो तल राखिदिनुहुन्छ कि, एकदमै बाठो हुनुहुन्छ कि। अनि त्यो सामानहरू लिएँ। त्यसपछि बिलिङ गराएँ कि बिलिङ गराएर अनि झोलामा प्याक गरिदिनु भयो सबै सामान। अनि झोलामा प्याक गरिसकेपछि म आइहालेँ। आजभोलि स्प्राइटमा ग्लास पनि दिँदा हुन्छ। त्यसपछि डाइरेक्ट गयो पनिर लिएँ। अनि प्लिज यार पेजलाई फलो गरिदिनु। आजको लागि यति मात्रै। अर्को मिनी ब्लग कमेन्ट होला। बाई बाई।